ज्वालेश्वरको मन्दिरको उसमा जोगिनीहरूले जोगिनी नमस्ते भाग्यमान भए सन्चै हुनुहुन्छ? ठिकै छ यारे त्यो अस्तिको सिलखमा जात्रै रुचा छन् के अरे त्यस्तो त हुन्न फेरि भन्नु पर्यो एकचोटि अर्थ जानेनन् त त्यस्तो किम्लाको पनि के भएर त्यस्तो भन्थे अझै अब त्यो किम्लाको के जाति थियो त घिउ किम्लीले के गरेर के ल फेरि एकचोटि भन्नु पर्यो जात्रै रुचा आयो के त्यही लौ त भनौँ भन्नु एउटा ए कान्छी प्यारी एक बिन्ती देऊ न घिउ किम्लीलाई काट्छु खुट्टो समाइदेऊ न एकानाको खुकरी चारानामा किन्छु घिउ किम्लीको मन्टो साँचोटमा छिन्छु कहिले जाम्ला भोट कहिले जाम्ला भोट कहिले जाम्ला भोट कहिले जाम्ला कोट घिउ किम्लीलाई छिन्ने मरिदाको चोट बिर्सिनु भयो बिर्सिनु छैन आत्तिएर हो कि ट्यालेन्टै हो मान्छे मर्दा चोट भन्यो नि त तुलो के अरे घिउ किम्लीको आमाको गौभरी आँसु ल्याइसक्यौँ तुलो जोगिसक्यौँ मासु तुलो ल्याउने मान्छे पूर्वतिर गयो घिउ किम्लीको बसो स्वर ढाक्ने भयो एक थोक बिराइ ओहो यो घिउ किम्लीको बसो स्वर ढाक्ने कसरी भयो खासमा यो अब सिलख पछिल्लो समयमा भोट कहिले जाम्ला कोट भने कि नै भन्नुभयो मर्दा चोट त भने तँ भ्याइयो यो कहिले यो घाँस दाउरा काट्दा आउनु त के गर्दा यो तँ त घाँस दाउरा सिकायो काट्दा यस्तो ओ सेनामा केटाकेटी खेल्दाखेरि कहाँ भन्दा ज्वालेश्वरको मन्दिरको उसमा जोगिनीहरूले जोगिनी ओहो जलेश्वर पाल्पाको जलेश्वर तपाईँलाई थाहा छ होला जलेश्वर मन्दिरमा ए भनेपछि आजभोलिका अब बच्चाहरू अब मोबाइल पाउँछन् अब यस्ता यस्ती छोडे पहिला भयो नि त ल ल ए हस्ता ल ए हस्ता बुढो बाँदर जस्ता झेलामा बस्दा पढ्न जान्छु आमा बर्मा काशी खर्च हालिदिनु सामा बालो मासी बालो मासी आशिक दिनुहोस् आमा मन राखी ढोगा दिन्छु आमा शिर क्यारे भन्न फेरि यस्तै भयो अब अर्कोचोटि फेरि अर्को सुनौँ ल भिडियोलाई माया गर्नु होला सपोर्ट गर्नुलाई त ल धन्यवाद नयाँ जय नेपाल।